आजभन्दा 30 वर्ष अघि वालिङ नगरपालिका वडा नम्बर 10 का शोभाकान्त पौडेल नामक एक मेहनती किसानले सानो कुखुरा पालन सुरु गर्नुभएको थियो। उहाँले केवल एउटा फार्म र 500 कुखुराबाट सुरुवात गर्नुभएको थियो। सुरुका दिनहरूमा कुखुरा पालन सजिलो थिएन। स्रोत साधन र रोग व्यवस्थापन लगायत धेरै चुनौतीहरू थिए। तर पनि कडा परिश्रम र मेहनतले उहाँले आफ्नो कुखुरा पालनलाई अगाडि बढाउनुभयो। केवल एउटा फार्म र 500 कुखुराको रूपमा सुरु भएको कुखुरा पालन आज 30 वर्षपछि 40 देखि 50 हजार कुखुराहरू र 12 देखि 13 फार्मको रूपमा परिवर्तन भएको छ। आज यो फार्मले गर्दा शोभाकान्तको परिवारलाई मात्र नभएर अझै 11-12 परिवार जसमा रहेका 30-31 जना मान्छेहरूलाई रोजगारको बाटो पनि बनेको छ। उहाँहरूले कृषि व्यवस्थापन, सरसफाई, कुखुराको हेरचाह र अन्डा सङ्कलन जस्तै अन्य कामहरू गर्नुहुन्छ। शोभाकान्त पौडेलको यो यात्राले कसरी कडा परिश्रम, मेहनत र लगनशीलताले सानो सुरुवातलाई पनि राम्रो उपलब्धि र ठुलो व्यवसायको रूपमा परिवर्तन गर्न सकिन्छ भनेर देखाउँछ।